राजतन्त्र र हिन्दू राष्ट्रको कुरा गर्ने साथीहरू, हामीले बुद्धिस्ट राष्ट्र माग्यौं भने के हुन्छ? जसरी तपाईहरू नि धर्मको प्रचार गर्दै आफ्नो एउटा सीमित वैदिक सनातन धर्मावलम्बीहरूको कम्युनिटीको राष्ट्र माग्दै हुनुहुन्छ नि, हामीले किरात राष्ट्र माग्यौं भने के हुन्छ? युद्ध हुन्छ साथी हो। तपाईहरू किन आफ्नै कम्युनिटीको मात्रै राष्ट्र बनाउन खोज्नुहुन्छ नेपाललाई? नेपालमा हामी धेरै कम्युनिटी छौं, हामी सबैलाई सम्मान हुने लोकतन्त्रमा छौं अहिले, र यो लोकतन्त्र गलत हातबाट सञ्चालित भइरहेको छ। सही बनाउनको लागि हामी सबै युथहरूले सही नेतृत्वलाई चयन गर्न सक्नुपर्छ भन्ने हाम्रो भनाइ हो। डाक्टर गोपाल गुरुङको, मंगोल नेशनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङ संगठनको। तपाईहरू अराजकता, हिज तपाईको पुर्खाहरूले हाम्रो पुर्खाहरूलाई गरेको अन्याय र अत्याचार, तपाईहरूको पुर्खाले बनाएको सख्त कानूनले हाम्रो पुर्खाहरू र हाम्रो कम्युनिटी, हाम्रो समाजलाई दिएको चोटहरू अझै पनि मनमा छ। तै पनि हामी बदलाको भावना लिएको छैनौं। हामी अझै पनि सम्मान चाहन्छौं। तपाईहरू आफ्नै कम्युनिटीको राष्ट्र बनाउन चाहनुहुन्छ, सक्नुहुन्छ, युद्ध गर्न सक्नुहुन्छ, किरातसँग लड्न सक्नुहुन्छ, बुद्धिस्टसँग लड्न सक्नुहुन्छ। इभन 6% मुस्लिम पनि छ नेपालमा। त्यही भएर आफै मात्रै सर्वस्व नसोचौं के। हामी सबैलाई इक्वल, सबैलाई सम्मान हुने काम गरौं। धर्मको नाममा राष्ट्रलाई लग्यो भने बहुत गाह्रो हुन्छ त्यहाँ। त्यही भएर 21 सेन्चुरीको युथहरू भनेको एजुकेटेड छन् र उनीहरूलाई ब्रेन वाश गरेर आजभन्दा 250 वर्ष अगाडिदेखि कोही बेला राजतन्त्रले, कोही बेला राणाहरूले, हैन, विभिन्न समुदायले हाम्रो ब्रेन हो मान्छेको ब्रेन वाश गरेर वैदिक सनातन मान्न बाध्य बनायो र उनीहरू प्युरली वैदिक सनातन पनि मान्न सकेन। इभन उनीहरूले आफ्नो किरातलाई पनि सम्हाल्न सकेन, बुद्धिस्टलाई पनि सम्हाल्न सकेन। इभन उनीहरू कन्भर्ट भएर जति जान चाहनेहरू पनि उनीहरू सनातनमा कन्भर्ट हुन सकेन। र आज के भएको छ नै, यता न उता। त्यो मान्छेहरूलाई हामीले सम्झाउने, बुझाउने, ल त किरात होस्, त बुद्धिस्ट होस्, त वैदिक सनातनी होस्, र हामी सबैमा सम्मान हुनुपर्छ भन्ने विधानको कुरा गर्दा जात र धर्मको कुरा गर्यो भन्नुहुन्छ है। यो बाहुन, यो मंगोल भन्ने जात होइन, यो हाम्रो रेसहरू हो है। आर्यर रेस, मंगोल, नेग्रो, यो रेसहरू हो। हामी जातको कुरो कहिले पनि गर्दैनौं, हामी धर्मको कुरो कहिले पनि गर्दैनौं।